रोशन सरले पनि हाल्ने उहाँको बर्थडे थियो आज यसरी मनायौँ हामीले बर्थडे पैसा त्यो त्यसले त्यो खुर्किने लटरी किन्दा त त्यो प्लास्टिक घडी त नपर्ने 1 करोड त अब टाढै कुरा हो नि अवस्था एकदमै गम्भीर हाम्रो छाता हेर्नुहोस् अवस्था त नाजुक भयो त एकजना फ्रेन्ड चाहिँ हाम्रो ग्रुपबाट चप लिनु गयो चप र साग इस बार थोड़ा अलग से पका रहे इसको ठिकै छ गरमै छ गरम होटेल छ त दुबई त यहाँ मान्छेले भन्दैछ उमेर घटाउँछ सुजुचाले कम्मर घटाउँदैछ कति छ र भात पाक्दैछ हाम्रो गाइस भाइ 25 प्लस भएको छ उले 25 प्लस ठिक्क चाहिँ ठ्याक्कै यस माध्यमबाट चाहिँ रोशन भाइले चाहिँ केक काट्नु पर्यो कुकुरीले सबैले लु त हाम्रो कुकुरीले हो यङ भाइलाई Happy birthday to you Happy birthday to you फ्रेन्ड्स आज हामी सानो आउटडोर ट्रिपमा आएको छौँ हाम्रो रोशन सरको बर्थडे स्पेसल ह्याप्पी बर्थडे रोशन सर थ्याङ्क यू सर र यो फर्स्ट बनिँदै गरेको आइटम वेलकम एभ्री वान यहाँ हाम्रो उत्तम सर हाम्रो हडपन सर वेलकम यहाँ बाज्दैछ यहाँ फेरि केक लठा काटेको नि निस्नु पर्छ निम्बु सर हेलो कति बजे जानु भएको बर्थडे चाहिँ सक्यो भर्खर जरा भएको फेरि यो फर्स्ट काटेको प्याज यो हाल्नु प्याज हाल्नु कस्तो हुन्छ हेर्दै दामी छ आमाम चटनी पनि कस्तो पिरो छ चटनी कि ठिक्कै छ ठिक्क छ प्रभु सर कस्तो नाइस यता कुकिङ हुँदैछ ल है Now the birthday boy will be gifted by Arpan. यसो फिल गर्दा म त पानीको उयो जस्तो लाग्यो के पानीको ग्यास गर्नु त के हो कल से इसी में पानी पिए कल नहीं सोमवार से अर्पण सर प्रभाकर सर रोशन सर इसी बोतल से पानी पिएंगे उत्तम सर को भी दूंगा प्रभाकर सर को मत दो मेरा अपने सर मेरे पर्सनल सर बहुत ही अच्छा लगा थैंक यू एवरीवन फॉर मेकिंग द डे स्पेशल वन थैंक यू ऑल हिंदी नेपाली नेपाली मिक्स्ड लो हिंदी नेपाली मिक्स्ड आज ये चावल तो बगड़ा है हाँ थोड़ा रुकिए हाँ चलिए सर बोलिए क्या है ये चावल है ये बगड़ा चावल और इसको इस बार थोड़ा अलग से पका रहे हैं इसको क्या करेंगे अलग सा माने क्या हो रहा है अलग सा क्या लास्ट टाइम तो हम लोग क्या किया था एक ही साथ में पानी और चावल एक ही साथ में डाला था लेकिन अभी पानी को बॉईल कर रहे हैं उसके बाद ये चावल डालेंगे वो बॉईल होने के बाद डालेंगे ये चावल कहाँ का है कोई कुछ स्पेशल है इसमें चावल तो मुझे सुनने में आ रहा है ये रोशन भाई जो आज बर्थडे बॉय है ना वो जो म्यांमार में अर्थक्वेक आया था ना रिसेंटली उसमें जो राहत जो दिया था वहाँ पर थोड़ा चोरी करके थोड़ा ये रोशन भाई गबला करके लाया थोड़ा हेलीकॉप्टर से ठीक है तो आज देखते हैं कैसा बनेगा आपका अच्छा रहेगा यहाँ मान्छेले भन्दैछ उमेर घटाउँछ सुजुचाले कम्मर घटाउँदैछ कति छ देखाउनु त यहाँ कति छ 36 हो यो 36 32 को कमर चाहिँ 36 हो यो दिया सबूत मिटा दिया पेन्टमा छैन साइज छैन रहेछ सबै मेटाएको छैन कमरै छैन र भात पाक्दैछ हाम्रो गाइस उम्लिँदैछ मजाले यस्तो छ नजारा हावा पुरा चलिरहेछ पानी थियो बिहान लक्कीली पानी रह्यो सरले जुगाड कम्ती भयो क्या हुन्छ ठिकै हुन्छ ल फ्रेन्ड्स अब हामी बनाउने मासु
हर्दी हालेर चाहिँ यस्तो कलर दामी आएको छ। अनि मासु यो लोकल 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 कुखुराको आज झोलको आइटम छ। लु रातो रङ पनि हाल्यौँ, हर्दी हालेको छौँ र फ्राई हुँदैछ मजाले। र हामीले पानी पनि लिएर आयौँ। हम लोग ने पानी लेके आया बहुत दूर से, वो आगे का गांव में गया तो वहाँ से पानी लेके आया। क्या ही बन रहा है देखिए। चिकन त भात पुग्छ होला है। होइन अस्ति त्यो यो भात बढ्दैन रहेछ हौ। भात पुग्दैन जस्तो छ। फेरि बनाउने त्यसमा हाल्ने अलिकति कुक होइन सरले खोइ चामल बढ्छ भन्नुभयो। बढेन चामल सरले भन्नु उभा सर इन्स्ट्रक्टर यहाँ होइन छ नि चामल त बनाउने हो। त्यो त सुजु सरले 2 गाँस बनाउँछु बरु भुटेको भात बनाउनु। सुजु सरले 2 गाँसमा सक्छ त्यो। म त खाइदिन्छु प्रभाकर सर म त खान्छु खानामा। यो मोल्नु पर्छ। नमोल्नु माटो माटो छ हौ। मोल्नुमै एकपल्ट ल्याएन है आज। ठिकै छ, गरमै छ, गरम होटेल छ त हौ दुबई त। चोपे निकालेछ त दुबई त के हो न। सुजु सरले कम्प्लेन गर्दैछ अब। के छ रे सुजु सरलाई भनिदिनु पर्यो आज। के मसला यो? चिकन करी। गाइज हामीले फेरि यहाँ भात खनाएर फेरि भात बसाएको छौँ। यहाँ चाहिँ हाम्रो भात हुँदैछ। फेरि तातो होला म छुन्न। यो मासु पाकेकै छैन। एकजना फ्रेन्ड चाहिँ हाम्रो ग्रुपबाट चप लिनु गयो, चप र साग। हाम्रो छाता हेर्नुहोस्। अवस्था त नाजुक भयो त अन्त। भात बिजोग भात फेरि आजै फेरि पुगेन फेरि भात। कहाँ हो त तपाईँले चामल बढ्छ भनेर? चामल त छ नि, काम डबल भयो नि त। यो छाताको हालत हेर्नुहोस् त। पानी पर्नु आँटेको छ, माथि कालो बादल छ। आज यो खानु भ्याउँछ क्या त। पानी पनि उम्ल्यो। सबै बनाइदिने, सबै बनाउनु पर्ने। रोक्नु त्यो आगो अलिकति सानो पार्छ त। पानी खटखट उम्लिरहेछ। लो सेकेन्ड लोड हाम्रो गयो। कतिको पाक्यो तातो त। झोल मात्रै चाख्ने तपाईँ? झोल चाख्ने एउटा ग्लासमा झोल दिन्छु नि। ठिकै छ। नुन अलिकति त लाग्छ। नुन हाल्नु। अर्पण सर आइपुग्नु भयो। अब के ल्याउनु भयो अब हेर्नुपर्छ, त्यही खाने हामी। म त सर्दिन। पुच्का पुच्का आएछ। वाओ पुच्का। त्यहाँबाट गाडी सिङ्गडा समोसा देखो त सर, एकदम गरम। यो बैगन वाओ भाजाको लागि। त्यहाँबाट बेसन वाओ। अरू त्यहाँबाट जलेबी। सरले समोसा खानु हुँदैछ। कस्तो भयो समोसा? तातो छ, एकदम तातो छ। कस्तो? पुरा तातो छ। लु यहाँनिर पुच्काको झोल जाँदैछ। ओहो कस्तो छ समोसा? फिलिङ हेर्नु सक्नुहुन्छ, एकदमै राम्रो फिलिङ छ। समोसा एकदमै मिठो छ। मिठो छ है। लो निन्द्रा भगाउनुको लागि चाहिँ पुच्का मगाएको। किनभने केटाहरू साह्रै सुत्यो। टाइम होला पिकनिकमा यस्तो है। होइन म जागे अब म खाना म जागे अब म अब सुत्दिनँ। लो चोप्नु न, त्यहाँ डुबाउनु न। डुबाउँदा हुन्छ लु गम्मै। आम्मामामा लो
सबैले काट्यो है यो हो मुक्त खतरा यस्तो निरा भएको छ त दामी दामी भयो दे न बनाउँदै दोकान त होइन बनाउँदै पो दिएर छेउमा को बसेको छ लो 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 उत्तम सर ल ओ गड लो अर्पण सर लो खोरेन भएको आमा एक्सप्रेसन एकदम एकदम फ्रेस पुरी मिठो रहेछ है जान्छु म सुत्दिनँ ला घोप्टायो सबै घोप्टायो कहाँ घोप्टायो ए समोसामा ए लु के भयो यस्तो ए रोशन सर त्यो समोसाको चटनी पनि रहेछ हौ त्यहाँ किन खाएको दामी रहेछ बैगुन फ्राई गर्नु के भर्ता बनाइदिनु नाइस अमेजिङ इन्क्रेडिबल छ झोलले त अन्त बैगुनको भाजा हो के सरले अब जलेबी खानेर देखाउँछ त मजाले जुलाबी दामी रहेछ दामी छ है कस्तो जलेबी दामी ताजा ताजा भेटेछ कि आज मासु भात चाहिँ फेल खान्छ होला हेरेको आज जलेबी सिङ्गडा है जुलाबी समोसा पुच्का हेलो अझ बैगुन भाजा डल्लै छ ल होइन हौ पुगेन भने फोन गरेको ए घरको पनि फोन आउँदैछ हेर्नु गाइस बैगुन आएको छ अब यसलाई हामी बैगुन फ्राई गर्ने बैगुन भाजाको लागि लु बैगुन काट्नु हुँदैछ यता हर्दी बेसनमा मिक्स हुँदैछ हाल पर्दैन लट्रीमा प्लास्टिकको घडी त पर्दैन अब 1 करोडको लट्री त अब ठुलै कुरा हो नि अब सानो हुँदाखेरि त के भन्छ टिफिन खाने पैसा त्यो त्यसले त्यो खुर्किने लट्री किन्दा त त्यो प्लास्टिक घडी त नपर्ने 1 करोड त अब टाढै कुरा हो नि एकदम कन्फिडेन्ट छु म क्या एकदम पर्दैन यहाँ चाहिँ हुँदैछ फेरि बैगुन भाजाको एकदम स्पेसल आइटम बैगुन भाजा टेस्टिङ एउटा यो चाहिँ टेस्टिङ गरे भात त चिसो भइसकेको छ झोल चाहिँ आयो तातो तातो लु यस्तो छ हाम्रो आजको जुम्रो सरको काटेको प्यान्टले पनि जुम्रो भएको छ नकाटेको प्यान्ट सबै पानीको बोतल प्याज छ आइटम्स केही छैन बेसी जस्ट झोल भात हो यो सिन चल्दैछ अहिले अर्पण सर कति बज्यो अहिले 4:30 5:30 सिन हेर्नुहोस् खोला सुकेको छ नर्थ इस्ट झोलमा त हाल न नुन चाख्नुहोस् त सर त्यही त ऊ हाले गर्छ नि त के छ नुन सर अचार पनि छ अचार खानुहोस् भयो ढाक्छस् क्या डल्लै मैले त बोल खोज्छु नि सुजले अचारसँग मात्रै खानु आँटे सुसला त झोलै नहाल्दिरहेछ दामी अघि नपकाएको भए चाहिँ पुग्थेन गोल भात गोल भएको यहाँ हाल ब्रदर प्रोफेसर के भन्नुहुन्छ यस्तो आउटिङमा कस्तो हुन्छ यसरी छुट्टीमा आएर नमिठो खाना पनि मिठो हुन्छ क्या यसरी आएर लु यसरी
आनन्दसँगले सबैजनाले खानु हुँदैछ। ल हेर्नुहोस् साथीहरू, फ्रेन्ड्सहरू, दाजुभाइ, दिदीबहिनी सबै यस्तो छ हाम्रो। रोशन सरले पनि हाल्ने, उहाँको बर्थडे थियो आज। र यसरी मनायौँ हामीले बर्थडे एकान्तमा आएर। कुनै लग्जरी छैन, कुनै होटल होइन, यो शान्ति जग्गामा आएर आफ्नै हातले बनाएर आफै खाएको। दुःख सुख के कसो लाग्यो साथी हो भनिदिनुहोस्, एक दुईवटा मिठो कमेन्ट गरिदिनु होला। यता घाम डुब्दैछ, यता खाना खुवाइ हुँदैछ। लु हेर्नुहोस्, लु यो चाहिँ लास्ट है। अब हर्मन सरले पिउनु भएको कस्तो भयो? मजा एकदम मिठो। ल सुरु सरले एक गाँस लास्ट खाइदिनुहोस्। अब हामी भिडियो समाप्त गर्छौँ। एक गाँस लास्ट सरले पनि लु, त्यहाँबाट भिडियो बन्द हुनेछ। सबैको एक एक गाँस खाएको हामी देखाउँछौँ सिम्पल स्टाइलमा, नो फ्यान्सी स्टफ, एकदम प्योर भिलेज लाइफ। यस्तै छ हाम्रो। प्रोफेसर एक गाँस। ल सरले पनि खानुभयो, घाम डुब्दैछ, बर्थडे बोय हाम्रो। लु एक गाँस तपाईँ पनि खाइदिनुहोस्। बाई फ्रेन्ड्स, आजको भिडियो कस्तो लाग्यो होला तपाईँले प्लिज भनिदिनुहोस् हामीलाई। एउटा कमेन्टले पनि बहुत इन्सपायर गर्छ हामीलाई। थ्याङ्क यू गाइस।